विद्वान एकजना थारू हाम्रो गुरुआ हुनुहुन्थ्यो। उहाँले एउटा के प्रण गर्नुभयो भने अब म यस्तो एउटा बस्ती बसाल्छु जो कि अन्य कुनै जातिको मान्छे चाहिँ स्थायी रूपमा चाहिँ बसोबास गर्न नसकुन् भनेर उनले चाहिँ आफ्नो तान्त्रिक विद्याले एउटा तान्त्रिक विद्या लगाउनु भयो भनौँ। र त्यसै सन्दर्भमा अहिलेसम्म पनि उनकै तान्त्रिक विद्यालय हो अथवा चाहिँ के हो, यो गाउँमा करिब अहिलेसम्म 220 घर मान्छेको बसोबास रहेको छैन। यो गाउँमा कसैले झझरा अनि चाहिँ त्यसै गरी चाहिँ हाम्रो कचरिक बरिया अनि बरिया खुर्मा यस्ता किसिमका हाम्रो थारू परिकारहरू छन्। त्यसैको साथसाथमा हाम्रो पेय पदार्थहरू थारू जस्तै चामलको रक्सी, महुवाको रक्सी अनि निघार, त्यसै गरी चाहिँ हाम्रो छ्याङ हामी जाँड भन्छौँ, अनि गङ्गटा, सुतही, अनि चाहिँ माछा सिद्रा एउटा परिकारको जस्तै भनौँ न हाम्रो 30 रुपियाँदेखि लिएर 50 रुपियाँसम्म त्यसरी चाहिँ पर्ने गर्छ। जस्तै पिउने पदार्थहरूमा पनि जस्तै चामलको रक्सी अनि महुवाको रक्सी महँगो पर्छ, चामलको रक्सी सस्तो पर्छ, छ्याङ सस्तो पर्छ। जस्तै महुवाको रक्सी हाम्रो एकदम राम्रो महुवाको रक्सी अब मासु भनेपछि हामी 150 रुपियाँ प्लेट दिने गरेका छौँ। र अब